So, right ada kita hujan atik guys. Tuh saya start. Mana guys? मेरो पछाडि ढाडी ढिलो भइसक्यो यार घर पुस्नु पर्ने एउटा बाटो यताबाट दिन्छ यार एउटा बाटो यताबाट दिन्छ एउटा यता सार यता त हिलो हिलो छ यही बाटो जानुपर्छ ल अब पुल आउन आँट्यो केटा हो के साह्रो हिलो यार तो यार पुल सेकेन्ड पुल आयो अब बल्ल यहाँदेखि चाहिँ पिछे पिछ अब ल पिछु आयो सेकेन्ड ए पुल आयो सेकेन्ड पिछु भन्दै समरको छोडी छोडी काट्छौँ यहाँ भएन अब चाहिँ अब चाहिँ आइपुग्यो त्यहाँ पानी पर्छ परे यसलाई चिन्नु पो अस्तिको भ्लगमा आएको थियो नि गाई ल हुइली मिलेन एकचोटि मै झन्डै लडेको छु
यो बम त नखेल्ने स्केट आशाले यस्तै छ क्या यो जहिले प्लान क्यान्सल गरेर यही हो क्या यो कहिले पुग्नु त्यत्रो टाढो के छ लेटाङमा चाहिँ भन्दा के भन्छ बौलाले फेरि दे एकचोटि फेरि यताबाट यता राम्रो छ यो त केटाउ कस्तो अनौठो लागिरहेछ अरे यो निक्लेर अनि यो पनि भाँच्यो पछाडि कस्तो अनौठो लागिरहेछ नि कुदाउनु फेरि साइकलै अर्को देख्दा रहेछ क्या फेरि यो निकालेपछि चाहिँ लेटाङको आधी बाटो आइयो त नि आइयो त नि केटा यही हो अब चाहिँ गइन्छ होला है साथी Right. यही त होला नि अस्ति अनि यो त भल्ला पुग्छ त नि यही बाटो हो अब चाहिँ गइन्छ होला साइड लेटाङ ओइ केटा हो त्यसलाई चाहिँ कुकुर म चाहिँ सन्देश लिन्छु होइन केटा हो अनि कुकुरले त नि एकछिन त नि झमेलै हान्थ्यो नि त यसलाई त झन्डै बितायो नि कुकुरले आज त ल अब त्यो ट्याङ्की आइपुग्नु लेटाङ पनि अब ड्रिप राइडर कस्तो दामी छ यार कस्तो हात कामेको यार दामी छ यार ठाउँ चाहिँ आज त पुलै पुग्छ त हौ यो चाहिँ लेटाङको पुलै केटा लेटाङ जाने बाटो अब उनीहरूदेखि त आइगयो अब लेटाङ यस्तो मात्र छ लेटाङ त लगाइ चाहिँ अब चाहिँ धेरै गल्ले अब चाहिँ हामी घर लागेको ल बाई बाई अब नेक्स्ट ब्लगमा भेट्नु पर्छ नेक्स्ट ब्लग